नमस्कार। आज हामी नेपालको मध्य पहाडी क्षेत्र, खास गरी तनहुँ जिल्लामा केन्द्रित रहेर एउटा चाखलाग्दो विषयमा छलफल गर्दैछौँ। हो, हामी सामुदायिक वन व्यवस्थापन लागू भएपछि त्यहाँको वन क्षेत्रमा कस्तो किसिमको परिवर्तन आयो भन्ने बारेमा कुरा गर्नेछौँ। यसको लागि हामीले शङ्कर त्रिपाठी र उहाँका सहकर्मीहरूले रिमोट सेन्सिङ जर्नलमा प्रकाशित गरेको एउटा अध्ययनलाई आधार बनाएका छौँ। यो अध्ययनले चाहिँ सेटेलाइट तस्बिरहरू मतलब ल्यान्डसेट डाटा अनि स्थानीय मानिसहरूको अनुभव दुवैलाई समेटेर लगभग 40 वर्षको अवधि 1976 देखि 2015 सम्म तनहुँको वन क्षेत्रको उतार चढाव हेरेको छ। त्यसो भए आजको हाम्रो छलफलको उद्देश्य नै यही परिवर्तन अनि यसका पछाडिका कारणहरू केलाउनु हो है त? हो, बिल्कुल। त्यो लामो अवधिमा के भयो, किन भयो भन्ने कुराहरू खोतल्ने प्रयास गर्नेछौँ। ल, त्यसो भए सुरु गरौँ न त 1976 बाटै। त्यो बेला तनहुँमा वनको अवस्था कस्तो थियो? सन् 1976 मा हेर्दा तनहुँको करिब 60.76% भूभाग वनले ढाकेको पाइयो। यो त राम्रै अवस्था मान्नुपर्छ। 60% भन्दा बढी भनेको त राम्रै हो। हो नि, तर त्यसपछिको 1.5 दशकमा मतलब 1991 सम्म आइपुग्दा अवस्था अलि फरक देखियो। कस्तो फरक? वन क्षेत्र घटेर 52.59% मा झर्यो। ओहो, त्यो त झन्डै 8%ले कमी आएछ। हो, 15 वर्षको अवधिमा वार्षिक करिब 0.96% का दरले वन विनाश भएको देखिन्छ। यो निकै तीव्र गिरावट हो। त्यो त चिन्ताजनक नै भयो। अनि जमिनको अरू प्रयोगमा पनि केही असर देखियो कि, जस्तो खेतीपातीतिर? एकदमै। रोचक कुरा के छ भने वन मात्रै होइन, कृषियोग्य जमिन पनि घट्यो त्यो अवधिमा। तर सबैभन्दा उदेकलाग्दो परिवर्तन चाहिँ बाँझो जमिनमा देखियो। बाँझो जमिन? त्यसमा के भयो? त्यो बेलासम्म मतलब 1976 मा बाँझो जमिन जम्मा 1.09% मात्र थियो। तर 1991 मा आइपुग्दा बढेर 14.74% पुग्यो। ए, यति धेरै? भनेपछि वन र खेतीयोग्य जमिन घटेर बाँझो जमिन बढ्यो। हो, त्यस्तै देखिन्छ। यसले त्यो बेला भू उपयोगमा ठूलो उथलपुथल भएको र वन विनाशका कारणहरू जस्तो कि कृषि विस्तार या बसोबासका लागि अतिक्रमण अनि पूर्वाधार विकास, जनसङ्ख्या वृद्धि जस्ता कुराहरूले भूमिका खेलेको हुन सक्ने सङ्केत गर्छ। तर 1991 पछि चाहिँ अवस्था बदलियो भन्ने कुरा आयो। के भयो त्यसपछि? 1991 पछि चाहिँ अवस्थामा नाटकीय परिवर्तन आयो भन्नुपर्छ। वन क्षेत्र फेरि बढ्न थाल्यो। ए हो र? कसरी सम्भव भयो त्यो? यसमा मुख्यतया दुईटा कुरा जोडिन्छन्। एउटा सन् 1993 मा आएको वन ऐन अनि अर्को त्यसकै आधारमा अघि बढेको सामुदायिक वन कार्यक्रम। तनहुँमा त झन् 1992 बाटै राष्ट्रिय वन समुदायलाई हस्तान्तरण गर्न थालिएको थियो। अनि सामुदायिक वन कार्यक्रम कतिको विस्तार भयो त तनहुँमा? 2015 सम्म आइपुग्दा त तनहुँमा 587 वटा सामुदायिक वन उपभोक्ता समूह बनिसकेका थिए। यो ठूलो सङ्ख्या हो। यसको नतिजा कस्तो देखियो त तथ्याङ्कमा? वन क्षेत्र बढ्यो त? एकदमै सकारात्मक नतिजा देखियो। सन् 2015 सम्ममा वन क्षेत्र बढेर 61.28% पुग्यो। भनेपछि 1976 को सुरुको अवस्थाकै हाराहारीमा? हो, लगभग उही स्तरमा फर्कियो। यो पछिल्लो 24 वर्षमा मतलब 1991 देखि 2015 सम्म वन क्षेत्र वार्षिक औसत 0.63% का दरले बढेको देखिन्छ। वाह, त्यो त गजबको पुनरागमन रहेछ। यो वृद्धि चाहिँ कुन खालको जमिनमा भयो त? अध्ययनले के देखायो भने यो वृद्धि मुख्य गरी पहिले बाँझिएका जमिनहरू र केही हदसम्म कृषि भूमिहरूमा भएको हो। मतलब बाँझो जमिन र खेती नगरिएका ठाउँमा वन फर्क्यो। यो सुधारको पछाडि सामुदायिक वन कार्यक्रमको मात्रै हात थियो त कि अरू कारण पनि थिए? सामुदायिक वनको भूमिका त एकदमै महत्त्वपूर्ण रह्यो। वृक्षारोपण, वनको संरक्षण, समुदायको सक्रियता, चेतना वृद्धि यी सबैले काम गरे। तर अध्ययनले अर्को एउटा महत्त्वपूर्ण पक्ष पनि उजागर गरेको छ। के रहेछ त्यो? त्यो हो सामाजिक आर्थिक परिवर्तन। जस्तै कस्ता परिवर्तनहरू? जस्तै कि मानिसहरूको बसाइसराई। धेरै मानिसहरू गाउँ छोडेर सहरतिर वा विदेशतिर लागे। अर्को कुरा मानिसहरूको पेशा परिवर्तन भयो, कृषिबाट अरू क्षेत्रमा लागे। ए, त्यसले गर्दा खेती गर्ने मान्छे कम भए? हो नि, गाउँमा खेती गर्ने जनशक्ति कम भयो, जमिन बाँझो रहन थाल्यो अनि त्यस्ता बाँझो जमिनमा प्राकृतिक रूपमै रुख बिरुवा हुर्किएर वन बढ्न मद्दत पुग्यो। अरू केही सामाजिक आर्थिक कारण? अर्को महत्त्वपूर्ण कुरा वैकल्पिक ऊर्जाको प्रयोग बढ्नु। जस्तो एलपी ग्यास, बिजुलीको पहुँच बढ्दा दाउरामाथिको निर्भरता घट्यो।
यसले पनि वन संरक्षणमा सहयोग पुग्यो। अनि कतिपय ठाउँमा कृषि वन प्रणाली मतलब खेतीसँगै रुख रोप्ने चलन पनि बढेको देखिन्छ। अध्ययनले त स्थानीय समुदायको अनुभव पनि लिएको छ भन्नुभयो। उनीहरूको विचारमा चाहिँ वन बढ्नु र घट्नुका कारण के रहेछन् त? समुदायको बुझाइ पनि अध्ययनको नतिजासँग मिल्छ। उनीहरूले वन बढ्नुमा सामुदायिक वन अन्तर्गतका वृक्षारोपण, संरक्षणका कामहरू अनि त्यही बाँधो जमिनमा आफै बिरुवा उम्रने प्रक्रियालाई श्रेय दिएका छन्। अनि घट्नुका कारण चाहिँ? घट्नुका कारणमा चाहिँ उनीहरूले पूर्वाधार विकास, खास गरी सडक निर्माणलाई प्रमुख मानेका छन्। त्यसबाहेक वन क्षेत्रमा अतिक्रमण, अवैध रूपमा रुख काट्ने काम, पटक पटक लाग्ने डडेलो अनि अनियन्त्रित रूपमा गरिने पशु चरीचरणलाई पनि दोषी मानेका छन्। समुदायको नजरमा सामुदायिक वनका सबैभन्दा प्रभावकारी कामहरू चाहिँ कुन कुन थिए? उनीहरूले अवैध गतिविधि र अनियन्त्रित चरीचरण रोक्ने प्रयास, वन गस्ती गर्ने, वृक्षारोपण गर्ने, डडेलो नियन्त्रण गर्ने र जनचेतना फैलाउने कामहरूलाई महत्त्वपूर्ण ठानेका छन्। यीमध्ये पनि त्यो अवैध काम र चरीचरण नियन्त्रणलाई चाहिँ अलि बढी प्रभावकारी मानेको देखिन्छ। भनेपछि तनहुँको यो लगभग 40 वर्षको कथा हेर्दा सुरुमा तीव्र वन विनाश भयो, तर पछि सामुदायिक वन कार्यक्रम र सँगसँगै भएका सामाजिक आर्थिक परिवर्तनहरूको एउटा जटिल मिश्रणले गुमेको वन क्षेत्र लगभग फिर्ता ल्याउन सफल भयो। हो, एकदम सही। यो अध्ययनले सामुदायिक वन कार्यक्रमको सफलतालाई त देखाउँछ नै, तर सँगसँगै यो पनि प्रश्न पार्छ कि वन संरक्षणको कथा सोचेभन्दा अलि जटिल हुँदो रहेछ। सामाजिक परिवर्तनहरूको भूमिकालाई कम आँक्न मिल्दैन। अन्तमा तनहुँको यो अनुभवबाट समग्रमा के निष्कर्ष निकाल्न सकिन्छ होला? यसले के देखाउँछ भने नेपालको मध्य पहाडी क्षेत्रमा सामुदायिक वन मोडल वन पुनर्स्थापनाका लागि साँच्चै प्रभावकारी हुन सक्छ। तर यो सफलताको कथाभित्र पनि यसका आफ्ना चुनौतीहरू छन्, जस्तो कि कतिपय ठाउँमा अझै पनि वैज्ञानिक व्यवस्थापनको कमी होला, कतै नीतिगत अडचनहरू होलान्। यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि खडा गर्छ, नेपालको यो सामुदायिक वन मोडलबाट विश्वले के सिक्न सक्छ र अझ महत्त्वपूर्ण, हामीले नै विद्यमान चुनौतीहरूलाई कसरी सम्बोधन गरेर भविष्यमा यसलाई अझै दिगो र प्रभावकारी बनाउन सक्छौं। यो चाहिँ हामी सबैले सोच्नुपर्ने विषय हो।